गीतमा घाटी नृत्य प्रस्तुत गरिदिनका निम्ति म श्री सत्य साई केन्द्र धरान क्षेत्र नम्बर 2 का बाल विकासका विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्दछु। कार्टुन नृत्य कार्टुन नाचमा सुशील डाँडी, सिकारी डाँडी, देशी डाँडी, धान रोप्ने डाँडी इत्यादि अंशहरू हुन्छन्। सुशील डाँडीमा सबै गुरुहरूलाई साक्षी राखी देवी देउरालाई आह्वान गरी सुरक्षाका लागि सुशील डाँडी लिइन्छ। कार्टुन नाच नाचिरहँदा कुनै भूतप्रेत अप्ठ्यारो बाधा नआओस्, दुःख नदियोस् भनी सुशील डाँडीलाई आह्वान गरी नाचिने गरेको पाइन्छ भने परशुराम राजा र यमभवानी देवी रानीको कथामा आधारित भएको पाइन्छ। कार्टुनीहरूलाई देवी चढेपछि काम्न थाल्छ र कामले ढल्छ र माथि लोकमा जान्छ। पहिले यताको बाटो भएर जान खोज्छ त पहिले उताको बाटो भएर जान खोज्छ। जाँदा जाँदा देवताको मन्दिरमा पुग्छ। मन्दिर अगाडि ऋषिमुनिहरू बसेका हुन्छन्। ऋषिमुनिहरूले फलफुल खाना बनिदिन्छन् तर डरले फलफुल खाँदैन, खाना मान्दैन। ऋषिमुनिले भन्छन् हामीदेखि डर्नु पर्दैन, तिमी देवकी हो। आफ्नो गुरुलाई देख्छ, सबै गुरुहरूलाई देख्दैन, मुख्य गुरुलाई मात्र देखिन्छ र बेसरी हुन थाल्छ।